सबैलाई थाहा छ। आज सम्म आइपुग्दा लिपुले काला पानी लगाएका भूमिहरू आज हाम्रो मातृभूमिमा इन्डियाले डोजर लाएर सडक बनाउँदासम्म पनि त्यसका गुलाम बनेर खाने नेताहरू सायद आज सरकारमै हुनुहुन्छ होला। त्यति मात्र होइन, कोशी गण्डकी टनकपुर विभिन्न बाधामा इन्डियालाई बेच्ने दलालहरू पनि आज सरकारमै हुनुहुन्छ। हामीले नेपाली जनताले आफ्नो मातृभूमि रक्षाको लागि, आफ्नो स्वाभिमानको लागि, आफ्नो अस्तित्वको लागि धेरै रगतहरू बगाइसकेका छौँ र धेरै शहीदहरू भइसकेका छौँ। आज कुन तबका सन्तुष्ट छ? मलाई लाग्छ कुनै पनि तबका सन्तुष्ट छैन। आज बेरोजगारीको समस्या विकराल बन्दै गएको छ। आज मजदुरको समस्या, एउटा मजदुरको कमाइले परिवार पाल्न सक्दैन। बाध्य भएर यी दलाल भ्रष्टहरूले अस्त-व्यस्तता बनाएकै कारणले आज नेपाली युवाहरू लाखौंको संख्यामा खाडीको मुलुकमा जान बाध्य पारिएको छ। खाडीका मुलुकहरूबाट हजारौंको संख्यामा लासहरू आज नेपालमा भित्रिरहेको छ। तर यो भ्रष्ट सरकार, दलाल सरकार र सिआइएको एजेन्ट बनेर तलब र भत्ता खाएर मौन भएर बसेको अवस्था छ। आज सुरक्षाकर्मी साथीहरूका कुरा सवालमा हेर्ने हो भने पनि इमानदार कर्तव्यनिष्ठ सुरक्षाकर्मीलाई त्यति मान सम्मान र पुरस्कारको व्यवस्था छैन। आज यिनै दलाल भ्रष्ट नेताहरूको पछि लागे त्यो बिचौलियाहरूलाई त्यहाँ